आउनुहोस् आज हामीसँग विराटनगरको रानीमा रहेको विराट आँखा अस्पताल छौँ। यहाँ चाहिँ हिजो बिहान पौने 9 बजेतिर हामी आँखा चेकअप गराउन भनेर आएका थियौँ, तर स्वास्थ्य बिमावाला टोकन चाहिँ सकिसकेको रहेछ। अनि त्यही भएर अब पेमेन्टमा किन चेक गराउनु, बिमा छँदैछ भनेर हामी हिजो चाहिँ जोगबनी गयौँ र आज चाहिँ म बिहानै 7 बजे आएर टोकन लिएँ। तपाईँहरूको पनि कसैको स्वास्थ्य बिमा छ र बिहान चेक गराउनु पर्नेछ भने चाहिँ बिहानै 8:30 बजे नै आइपुग्ने हिसाबले आउनुभयो भने मात्रै टोकन बाँकी रहने रहेछ है। टोकन लिइसकेपछि मैले एकछिन बसेर चिया खाएँ है। म फेरि घर फर्केर फेरि आउने हैरान किन गर्नु भनेर त्यहीँ बसेँ। अनि एकछिन पछाडि काकीहरू पनि आइपुगिसक्यो। अनि हामी सबैजना आफ्नो आफ्नो चेकअप गराउनेतिर लाग्यौँ। यो हस्पिटलमा चाहिँ इन्डियाको बिहार, वेस्ट बङ्गाल अनि इभन बङ्गलादेशबाट पनि धेरैजना मान्छेहरू आँखा चेकअप गराउन आउनुहुन्छ। अनि यहाँको सबैभन्दा मनपर्ने पक्ष भनेको यसरी बसी बसी सिट सर्न पाइन्छ कि उभिराख्नु पर्दैन। अन्त त उभिएरै हैरान हुन्छ नि, यहाँ चाहिँ त्यति आनन्द छ है। अनि एकछिन पछाडि हामीले बसेर खाना खायौँ। हामीले भन्दा पनि मैले त बिहान खाना नखाइकन छिटै आएको थिएँ। अनि मैले खाना खाएँ, काकीहरूले खाजा खाइसक्यो। बिहान त्यति छिटो आएको भए पनि हाम्रो चाहिँ चेकअप गराउनलाई लगभग 4 नै बजिसकेको थियो। अनि हामी आफ्नो काम सकाएर सबै चेकअपहरू सकाएर यसो त्यहाँ डोकोहरू राखेको रहेछ कि नयाँ नयाँ। अनि त्यहाँ फोटोहरू खिच्यौँ, फोटो त होइन भिडियोहरू। अनि त्यस पछाडि घर फर्कियौँ। बाई बाई अन्टिल द नेक्स्ट भिडियो।